एउटा अचम्मको कुरा चाहिँ त होइन। ठ्याक्क एक हप्ता अगाडि चाहिँ बुढी र मेरो चाहिँ अलिकति कम्पिटिसन त होइन कि जे होस् कुरा भएको थियो। बुढीको सानी आमाकोमा गएको, आमाले चाहिँ टिप्स के सिकाउनु भयो भन्दाखेरि चाहिँ ड्र्यागन फ्रुटका टुप्पा टुप्पा हुन्छ नि, हो यो काटिदिँदाखेरि चाहिँ फल चाहिँ लाग्छ भन्ने चाहिँ भन्नुभयो। मैले पनि ल हो त नि भनेर चाहिँ धमाधम रातारात आएर काटिदिएँ। यसो सोचेको थिएँ कि अब आजको भोलि नै रिजल्ट आउँछ भनेर है। अचम्मको कुरो हो कि अब यो भइरहने प्रोसेसै होला, आउनु त आउँदो रहेछ। तर यो कहिले आयो भन्दाखेरि मैले छिनालिएको चाहिँ ठ्याक्कै एक हप्तापछि शुक्रबार आएर छ्याप छिनालेको थिएँ। त्यसको ठ्याक्कै एक हप्तापछि आज कति दिवस एक हप्ता 7 दिनपछि चाहिँ इफेक्ट देखियो। यतिसम्म देखियो कि यति धेरै फुल्या छन् कि होइन एउटा उसमा। यो त्यसकै बोट हो है, यतापट्टि पनि लागेछन्। यो चाहिँ अलिकति कुहिएर गयो, यो नि काटिदिन्छु। अनि यहाँ दुईटा भए, त्यसकै भित्तामा पनि दुईटाले चाहिँ फुल्नको लागि चाहिँ उमारिरहेछन्। यो चाहिँ पहिलो पटक फुल्न लागेको हो। यसमा मैले छिनालिदिएको थिएँ है, यहाँ पनि लागिरहेछ। यता पनि पुस्स लाएर उठिरहेछ, लाग्न लागेको जस्तो देखिन्छ। जे होस्, एक दिनको 2 दिन र 3 दिनमा काम नगरे पनि एक हप्तामा चाहिँ होइन, यदि हामीले फल्ने टाइममा चाहिँ ड्र्यागन फ्रुटको यो माथिको टुप्पा किटिक अथवा भाँच्ने हामीसँग अलिकति छैन राम्रोसँग है। चक्कुले छ्याप काट्दै थिएँ मैले चाहिँ। है ल, रिजल्ट चाहिँ देखिने चाहिँ रहेछ है। ल, खुसी लाग्यो। सानो मम्मीलाई धन्यवाद, बुढीको सानो मम्मीलाई। यति फल्या छन् कि होइन, कुरै नगरौँ, खाएरै यसपालि बेच्नुपर्ने अवस्था आउनु लाग्यो। कहिल्यै नफुलेका है यस्तो डाँठमा पनि यसरी चाहिँ होइन फल लागिरहेछ। ल, यति फल लाग्यो कि होइन कुरा नगरौँ न है। तर कमिला पनि लागिरहेछन् है, कुरै नगरौँ। यति फल लाग्यो, यति कमिला पनि लागिरहेछ। कमिलाको लागि चाहिँ मलाई थाहा भएन यसलाई कसरी हटाउने हो। जस 1-1.5 वर्षमै सही तरिका जान्यो भने चाहिँ ओहो, ड्र्यागन फ्रुटबाट चाहिँ है यतापट्टि ल उपलब्धि चाहिँ लिन सकिँदो रहेछ। ड्र्यागन फ्रुटको बारे अझ जानकारी लिनु परे, मेरो कौसीमा आएर हेर्दा भयो, बुझ्दा भयो। धन्यवाद। अब फल फुले चाहिँ कतिसम्म फल्दो रहेछ हेरौँ ल है।